गुड मर्निङ सबैलाई। यो बिहानी चाहिँ आज दुध पुर्याउन डायरी जाँदै गरेको। यस्तो छ लाइफ। अब स्कुटी स्टार्ट गरेर चाहिँ डायरी जानुपर्छ। आज चाहिँ निकै ढिलो भइसकेको छ, 7 बज्नै आँट्यो। देख्न सक्नुहुन्छ बिहानको घाम, बिहानीको यो साइली गलाइको नजारा यस्तो दामी सुन्दर देखिरहेछ। अस्ति पुरा चिसो हुन्थ्यो र पन्जा लाउनु पर्थ्यो, त अहिले चाहिँ अब त्यस्तो चिसो हुँदैन, निकै गरम चढिसकेको छ। टाइम चाहिँ भएको छ आज 7 बजिसकेछ, पुरै ढिलो भइसक्यो मलाई। यहाँ दुध डायरी चाहिँ आइपुगिसकेको छु म। धन्न दुध डायरी चाहिँ खल्ला रहेछ। 9 मिनट चाहिँ लागेछ यहाँसम्म आइपुग्नु मलाई। यहाँनिर चाहिँ दुध लगाएर चाहिँ घर जानुपर्छ। अब चाहिँ मेरो पालो आएछ यहाँनिर दुध लगाउने। दुध चाहिँ 3.9 भएछ, पछि हुन्छ हुँदैन। मेरो हात चाहिँ यस्तो चाहिँ यहाँनिर उल्टा भएछ। 190 3 लिटर दुधको चाहिँ 48.77 रुपिसले। अस्तिको दिन चाहिँ क्या नै बेसी राखेको थिएँ, आज चाहिँ निबेर्सी लाने हो घर। यो डायरीको नजारा चाहिँ यस्तो छ। डायरीबाट चाहिँ फाइनली घर आइसकेको छु। देख्न सक्नुहुन्छ घाम निकै लागिसकेको छ, निकै माथि आइसकेको छ भनौँ। भिडियो नै एन्ड गरिरहेको छु। यदि तपाईँहरूले फेसबुकमा हेर्दै हुनुहुन्छ भने चाहिँ फलो गर्नु नभुल्नु होला, अनि युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। यति भन्दै ह्याभ अ नाइस डे जतिजना पनि